प्रधानमन्त्री बालन शाहको फोटो ड्रइङ गरिरहेको छु यहाँ मैले चाहिँ। यो फोटो सामाजिक सञ्जालमा जताततै भाइरल पनि भइरहेको थियो र मैले आज यही फोटोलाई ड्रइङ पनि गरिरहेको छु। अनि कुन फोटो जस्तो लाग्छ भने चाहिँ तपाईहरुले भिडियो अन्तिमसम्म हेर्न सक्नुहुन्छ, किनकि अन्तिममा मात्रै थाहा हुन्छ नि त यो फोटो रहेछ भनेर। त्यसपछि मैले यहाँ सुरुमा चाहिँ हातहरु बनाए, हातहरुको शेपहरु निकालिसकेपछि तपाईको लुगाहरुलाई अलिकति प्राथमिकता दिएर अगाडि सारेको छु। अनि अब तपाईको दुईटै हात बनाउनु पर्यो, दुईटै हात बनाउनलाई चाहिँ अर्को शेप पनि निकालिसकेको छु। अब यहाँनेर तपाईहरुलाई कस्तो लागिरहेको छ, भिडियो कस्तो मन परेको छ कि छैन त्यो पनि भन्नु भने चाहिँ नबिर्सनु होला साथीहरु। यहाँनेर धेरै मेटिराखेको छु क्या मैले चाहिँ। अब सुरुदेखि नै रेकर्ड गरिरहेको भिडियो हुनाले अलिकति धेरै मेट्नु पर्छ। पहिला भने चाहिँ मैले सुरुमा स्केच गरिसक्थे अनि त्यसैलाई फेरि दोहोर्याएर भिडियो गर्ने गर्थे भने आज चाहिँ मैले सुरुदेखि नै रेकर्ड गरिरहेको छु। अब तपाईहरुलाई के लाग्छ, कस्तो लाग्छ त्यो भने चाहिँ भन्न नबिर्सनु होला साथीहरु। यहाँनेर मैले सुरुमा दुईटै हातलाई सेभ गरिसकेपछि अब उहाँको फिंगरहरु बनाउन खोजिरहेको छु। मलाई चाहिँ पहिलादेखि नै हातहरु बनाउनलाई अलिकति समस्या आउने के, हातहरु बनाउँदाखेरि धेरै मिस्टेक पनि भइरहेको थियो। आज पनि त्यही समस्या आइरहेको छ, मिस्टेक चाहिँ धेरै भइरहेको छ हातमा। र पनि केही छैन, भरे भोलि अझै पनि ट्राई गर्दै गइसकेपछि कतै सुध्रिन्छ कि भन्ने आश चाहिँ लागिरहेको छ। आश कहिले नि मार्नु हुँदैन के मान्छेहरुले, आश गर्न छोड्नु नि हुँदैन। त्यही भएर चाहिँ मैले सुरुदेखि नै हातलाई चाहिँ ड्रइङमा अलिकति राम्ररी हुन्छ कि भनेर सेभ गरिरहेको र सोचे जतिको त भएन, ठिकठिकै नै भयो। अब तपाईहरुलाई के लाग्छ मैले बनाएको यो फोटो अनि यो स्केच तपाईहरुलाई राम्रो लाग्छ कि लाग्दैन त्यो भने चाहिँ भन्न नबिर्सनु होला साथीहरु। अब यस पछाडी चाहिँ मैले मुखहरु बनाउन खोजिरहेको छु। मुखहरु बनाउनलाई चाहिँ अलिकति समस्या नै हुने के, तपाईको पहिलादेखि नै मुखहरुमा नि अलिकति समस्या आइरहेको छ नि त। मेरो जुन ओठमा समस्या छ त्यो चाहिँ अलिकति मिस्टेक भइरहेको छ के, अरु त ठिकठाकै हुन्छ, अरु ठिकठाकै भए पनि मुखमा चाहिँ अलिकति समस्या भइरहेको छ। अब तपाईहरुलाई के लाग्छ, कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन भन्छ नबिर्सनु होला साथीहरु। अनि मैले उहाँले लगाएको चस्मा जुन अहिले कुनै समय एकचोटी भाइरल पनि भएको थियो, यो चस्मा बजारमा धेरै नै भाइरल भइरहेथ्यो। उहाँको चस्मा किन्नको लागि मान्छेहरुको लाइन पनि लागिरहेको देख्थे। केही छैन भनेर मैले यहाँनेर टक्कसँगले बनाइराखे। अब उहाँको दाढी जुन स्टाइलले उहाँले हिँड्नुहुन्छ, जुन स्टाइल उहाँसँग छ नि त्यो स्टाइलको शेपहरु निकालिसके। त्यसपछि उहाँको लुक्स यसरी आउँदै गयो कि जुन मैले सोचे भन्दा फरक भइदियो क्या पहिलाको लुक्स भन्दा चाहिँ एकदमै राम्रो, पुरै रियालिटीमै जस्तो देखिरहेको छ। अनि अब तपाईहरुलाई के लागिरहेको छ, कस्तो लागिरहेको छ त्यो भन्न नबिर्सनु होला साथीहरु। भन्दै अब तपाईको यो शेपसम्म आउँदाखेरि एकदमै सोचे भन्दा चाहिँ फरक भयो। अनि यसमा ड्रइङ गर्नलाई अब उहाँले लगाएको कोटहरुको कलर गर्नलाई चाहिँ अलिकति समस्या हुने के, तपाईको कलर गर्दाखेरि पुरै तस्बिर चाहिँ अर्कै देखिने, अर्कै हुने। अनि यो भइसकेपछि चाहिँ अलिकति समस्या आउँछ कि जस्तो लाग्यो। केही छैन, अब जस्तो हुन्छ हेर्दै जाउँ न त। हेर्दै गइसकेपछि पुरा थाहा भइहाल्छ नि त कुन शेपमा आउँछ भन्ने कुरा चाहिँ। अनि मैले टोपी बनाएर टोपीमा हल्का यही पेन्सिलले यो भनौँ सेडिङ पनि गरिसके। अब त्यसपछि उहाँले लगाएको कोटलाई नि अलिअलि सेडिङ गरेर भरेको छु। अब तपाईहरुलाई के लाग्छ त्यो पनि भन्न भन्छ नबिर्सनु होला साथीहरु। भन्दै आजको भिडियोको लास्ट डिसिजन भनेको अथवा लास्ट फाइनल चाहिँ यस्तो देखिएको छ। हस्त, धन्यवाद।